जिब्रै दुष्ट शैतान पेनालाई भक्त जसलाई प्रभुना झुसेमै हेर्नुसे जय जयलाई जय जयलाई जय जयलाई यमला प्रभु द जय जयलाई जय जयलाई जय जयलाई यमला प्रभु द जय जयलाई यमला प्रभु द जय जयलाई यमला प्रभु द जय जयलाई सबैलाई महिमा सदन लगाई महिमा सदन फुल्की होसाना प्रभु द जयलाई यमला प्रभु द जय जयलाई Cuaigam permisor da satsine moi kata kai yang la प्रभु येशू आबदा फेकौ दोषी नन yang ni चुदिरी अर्को नन भएको छ मलाई yang ni चुदिरी 119 नम्बर ला भजन दानम कोसेन मला ngai tini sobari asa yangji येशू ला दया मायासी Haleluya. Prabhu Yesu da cuaigam satsune moi gotagai परमेश्वर आपदा दिग्दा हिँड्न दिसम साच्चै नै तिनी ख्रीष्ट येशूसी जुन दया माया परमेश्वरसी याङदा माया लाबमुला वास्ता लाबमुला है साच्चै नै थे दया माया लाबसी लामा तिनी याङसी है सोसी जीवन याखरी आशा याङमुला थे आशा लागि प्रभु याङसी moi गोताला आमेन जुदिरी केगाउ दोसी नन याङनी याखरी भजन कोसेल मुला जुदिरी 111 नम्बर ला भजन तनन याङनी जम्मा डिक्सिमान गोइ Jago yang itu mendiskusikan sebenarnya.
Sambuling kalse labaria kamba maya Yesus sila jingada Kalchin pin Baria kamba sangidin ananda Yesus sila jingada Sambuling ri Sambuling kalse labaria kamba maya Yesus sila jingada Kalchin pin Maria kamba sangidin ananda Yesus bincang ada Tujuh mola Lalu ala sembiasi Tujuh lalu ala sembiasi Mata gini Kalba muba Yesus Siasi binti Dala Pada dui besi Prabu krusari Josi binti Papa Giri kalba muba Yesus Siasi binti Dala Pada dui besi Prabu krusari Josi binti Sambuling Banda maya Yesus lazingata Sambuling Banda maya Yesus lazingata Yesus lazingata Sudah menguasai berdiri Zahirin Asandiri cimoma Rangku Amlang hula mansi Zahirin Nada kerabat kamu Sudah menguasai berdiri Zahirin Asandiri cimoma Rambu anak hula mansi Zahilin Nada kabar kamu Kerana Kau bola bisinam Yesusi Yizingata Kerana Aduh Kau bola bisinam Yesusi Yizingata Maria kamba maya Yesus lazing ada Kalchin pin Maria kamba sangidin ananda Yesus binting ada Tujuh mola Lalu lala sembiasi Tujuh mola Lalu lala sembiasi Lalu lala sembiasi Haleluya. प्रभु आप त साँच्चै नै चुवाएका हमसी लानु लानु तुझिसित गई तिनी साँच्चै नै तिनी यङला पापला दोष गते मेटा प्लावन लागिरी पापी गतेला आशा दोषी मान्ने है ख्रिस्ट येशू साँच्चै नै यङला पापला yang dugu zaman papri kelba duiri sa Christ Yesu है rang afainan kalbari gangla krusri susi manni yangla lagi di balidan tasirji है yangla papla doi puisi nami krusri tini Christ Yesu coba moba है साँच्चै नै ती krusri coba selama tini yang papi gadeda tini asa yang mamula yangla pap क्षमा तब मुला जसरी Christ Yesu si चम्बुलिङला बन्धनन है ग्रेन माया दया माया tini परमेश्वर si yangda हुन्छु amen प्रभु द मयको दगाई साँच्चै नै चु वाइग्याम फेपकाउ यानी अझै पनि वाइगोबान परमेश्वर आपदा मयगोलाई यानी चुदेरे याखरके अर्पणन
है 2 नम्बरला भाषण गोबान प्रभुदा साँच्चै नै प्रशंसा फुल्गे साँच्चै नै फेब्कौ यांला चु सेम गदे यांला तयार लाबन साँच्चै नै जब यांसे गोबान मुला यांसे वचन अध्ययन लाबन मुला प्रार्थना लाबन मुला है जम सेग्या परमेश्वर द मोयको फुल्गे अभिव्यक्ति है नेपाली रे अभिव्यक्ति बिला जुता एक्सन डी हैन जस्तै परमेश्वरलाई आराधना बिबजा है साँच्चै नै जुन से परमेश्वर से यांदा उनमा मुला तिनी परमेश्वरलाई उद्देश्य चुचनी नै कि जम्मन बिदुको से परमेश्वरलाई आराधना लगाइ बिस्मान तिनी यांदा चुरी परमेश्वर से जु दुई धन मुला हालेलुया तेन्ता बेलामा यांगला जीवनना यांगला उद्देश्य नन याखागिन्दा दलकी परमेश्वर ता आराधना लादोला हालेलुया यांगला जीवन शैली परमेश्वर ता आराधना फुलबा यांगला दुई सदन चाहे यांगनी है अफिसरी जागिर जाबरी सेको चाहे यांगनी तिम्री सेवा सोको है हरेक सुकै क्षेत्रले हरेक सुकै जुनै सुकै घलारी निगै तर थेदुइरे जतिको दति यांगला लुई आराधनामय लुई जब तलानी साँच्चै नै परमेश्वर से यांगदा मोलम धन्दा आमेन तेन्दा बेला फेकौ यानी चुदिरी परमेश्वर दा प्रशंसा फुल्गे यानी चुदिरी 2 नम्बरला भजन गई है पाप्री क्यालबा दुरी रंगला कासे क्रुसिफिलजी ना धोप्री ब्राबा दुरी तंगसल राशि ग्यालम गुजी हालेलुया परमेश्वरना छन्नु वर्ष पाङ्गो मतगी तिनी साँच्चै नै yang आपका बिचमा रावला लागेरी क्रिस येशूला परमेश्वरला वचन चान यांगला लागेरी भक्ति हिँड्न विषय पाउँदा हालेलुया अझ yang प्रकाशले पुस्तक रिचाएको विषम थे याल्जा परमेश्वर क्रिस येशू आफै थुमा आफै न हिँड्न हो विषय पाउँदा मुला आमेन तिनी थे याल तिनी यांगमा मुला थे याल यांगमा स्लाप तिनी परमेश्वर दा भएको फुटि तको Pabrik Calvary, Rangla Kasi Crucifixi, Madhuri Pravadiri, Dasam Rasi Kalamunji. Pabrik Calvary, Rangla Kasi Crucifixi, Madhuri Pravadiri, Dasam Rasi Kalamunji. Prashansa pula, Subala Simyanase. Prashansa pula, Subala Simyanase. Yaman Prabhuda Prashansa. Yaman Prabhuda Prashansa. Hallelujah, praise the Lord. प्रभु त भएको न यहाँ साँच्चै नै यारिन्छी दालारी यारि संस्कृति जम्मा से प्राबाली यसु से गर्दनो पिन्दी यारिन्छी दालारी यारि संस्कृति जम्मा से प्राबाली यसु से गर्दनो पिन्दी La la, Zumala Simyanasi, la la, Zumala Simyanasi, Yangan Prabhuda Prashansa, Yangan Prabhuda Prashansa. Praise the Lord, hallelujah. Satsune, yang kinci krabadini, yari cunsiman kinci kinci. Jammashi, abadi, Yesus yang la, rolo suji, rolo kata gai. Allah mitli kasi kinci, diva senda tuisi kinci. Saitana bandana yamsi, diningada plasi kinci. Allah mitli kasi kinci, diva senda tuisi kinci. Saitana bandana yamsi, diningada plasi kinci. Moiko lala, sugala simyanase. Moiko lala, sugala simyanase. Yangan Prabhuda Prashansa, Yangan Prabhuda Prashansa.
Memberikan diri ranglah kasih crucifixion memberi berapa diri dan serta segala kunci Rasensa pula Tuhan simien nasi Rasensa pula Tuhan simien nasi yang lan berbuda bersansa yang lan berbuda bersansa yang lan berbuda bersansa Engkau sendiri yang bisa berbuda Yang Rob Yesudah Bersamselai Moikolai Berserahkan Yesudah Yesuranglah mohigo Tiniranglah Maya na lagi ni tiniranglah Kuasa na lagi ni Moigo doon Baba Oh amai suela mahima 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 Ngalakaman se mese Ngalakaman pradya se Yesuranglah sansa kilang Yesuranglah sansa kilang Nganda gungri Yesuranglah santa tila Nganda gungri danglah maiko lala Oh surga dan jomalinglah malik Yesuranglah mahima lala Rasul lala jadikan lala haleluya Dongdong di berapa tuh ini Oh nangsal nasi ngada gelang kunci pinti Laril batu ini ngada yari kunci krensi pinti Oh jammas kelapa tuh ini ngada rangsi rumati apa rangda dhanya ba Oh Yesuranglah maiko lala Oh ngada miklin yasi pinti Kiba senda kunci pinti Saitan बंधन कैसे लग सकता तबला से बिजी आबारंग दा धन्यवाद तू जमलिंग ला बंधन तू जमलिंग ला नहीं बात हम कैसे गदा प्रीति प्रभु रंग दा धन्यवाद तुझे जिमुला हाला जमन से में से मन जमन प्राण जी यीशुला मै को लाला यीशुला शांता थिला जय जयकार लाला यीशुला Santa, Moigo, la la Moigo, Tinirang menjadikan Bisa sini Anda tinirang Yang bersimani Jomli berkata Ini pamli kata asam simani Anda lapa simta Tata salna lapan lagi Pro Baba Kiba simta Tuina lapan itu Pro Satya Rangsi Anda maya lapan Pro Baba Siasi binti Papa Devisi Prabhu Kusari Josi binti Samsin Prabhu Yesu Oh ngala Papa Doi puisi Yesu Rangkal Masinisi Siasi binti Ngala Papa Doi puisi Prabhu Kusari Josi binti Prabhu Yesu ngasido baghari rang sini Yesu rang ramai kolala Maya Yesusi tajingada Jamburingla Banda grina Maya Yesusi lagi ngada Yesusi lagi ngada Oh Yesus Kangda mai kolala Su jammuling la zaman banda kren maya Yesus nang singada nanti Satsane Parmeshwara ba tinirang Tusimen mulai suranda Tidak bisa ini jambuling si labari akambati maya Jambuling si pinbari akambati Santi Ananda
तिनी जम्बुलिङले धुङ्गल ग्याम से प्रभु बाबा गन्न अफसोस गरे ग्याम गन्न जम्मन से टुक्रा तबा गरे लाग्याम तिनी रंसे गन्दा प्रभु साँच्चै नै तिनी साल्न लाभ होला प्रभु बाबा साँच्चै नै गर्छ लुई एन्जन राख्दा जयजयकार खुल्ला तिम्रो विषम तिनी राङ्ला फ्रेम जसरी गनी गुङ्री गन्न गुङ्री प्रकट ताबा मोला प्रभु बाबा तिनी साँच्चै नै गन्छ तिनी थारबाला गेलम ओ साँचो जीवन प्रभु तिनी गन्छ प्रभु थारबा दुई गन्छ तिनी राङथोरी याङमा मोला प्रभु बाबा त्यता बेला प्रभु बाबा तिनी साँच्चै नै गन्छ सेमेन्जन राख्दा प्रभु राङको फुल्ला प्रभु बाबा तिनी राङला सुनमा मोला के है येनी गदेला मिखली सदन नलागिरी फ्यासी जिम्मा मोला पछि येनी गदे ल घुङ्ग्याम शिवा दंगाई ग्लोंगसी जिम्मा मुला बिस्मान राङला कबुल छ तिनी पाङमा मोला प्रभु बाबा खेल्दा बेला मगनी सच्चै नै खुसी मोला गने आनन्द दशमान प्रभु बाबा यान्दा प्रशंसा फुल्ला ओ मोइको लाला लाला सुसिलसे मोइको लाला सुरुगाला सिन्यनसे याङ्ला प्रभुना प्रशंसा याङ्ला प्रभुना प्रशंसा प्रभु बाबा साँच्चै नै मोइको तागै प्रभु बाबा नन्ना छु सेमसे राङला प्रशंसा लाला प्रभु बाबा ini rangla bachan se sunma mola ki bachan kaatse oh gala pran yedi ta udas ta yedi ta niras ta ge परमेश्वर लागीरी प्रशंसा लाओ परमेश्वर लागीरी हो बिसिमान तिनी अझै ngala tu se mien se yesula परमेश्वर से लावा एनी गदल गुरी लाबते ओ निरास्ता बा काममा जमन बेन्से शक्तिशाली घे गदल लागीरी परमेश्वर दा भएको पिलको बिसिमान पाल्नु मोला ला लाबती बताउँछ साँच्चै नै परमेश्वर ओ यीशु यला भएको लाला यला प्रशंसा फुल्ला ओ भएको लाला नै बाबा तिनी राङ्दा साँच्चै नै भएको लगाइन्छ तिनी राङ्ला उद्देश्य चुनन मलाई कि जम्बोरिङरी मोदेव जम्मन मिदुको चाहिँ राङ्ला प्रशंसा लगाए जम्मन मिदुके हरेक काङ्कासी राङ्ला छात्री काङजुगाई पुइजुगाई बिचमा राङ्ला पछिन्छ कबुल चाहिँ पाङ्गु बोला पछि हरेक लेसे जम्मन सुन्दुको से राङ्ला किनगाई राङ्ला छान किनगाई बिचमा राङ्ला पछिन्छ ख्रिस येशूला छान्दी जम्मन काङ्गादे जुबा ख्रिस येशूला छान्दी जम्मन बिसे राङ्ला सुङ्ग्याम राङ्ला छान्दा किनबा बिचमा राङ्ला पछिन्छ बोला राङ्ला जम्मन जम्मन सृष्टि से राङ्ला प्रशंसा लाबरांसी प्रभु साँच्चै नै मान्नु बोला प्रभु बाबा आराधना लाबन लागि प्रभु बाबा तिमी रांसी जम्मन 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 से आराधना लगाइ बिस्मा तिमी रांसी कि दया माया जुन राङ्ला भाया गर्दैन रांसी बिस्मा बोला प्रभु बाबा साँच्चै नै म सेवा चाहिँ राङ्ला प्रशंसा लगाइ धन्यवाद तिमीलाई चाहिँ भन्न लागि प्रभु बाबा मन चाहिँ सेमेन छिन राङ्ला प्रशंसा फुल्ला देख्दा बिसम रांसी चाहिँ गर्न सेमदा साल्न लखम्ला रांसी चाहिँ गर्न सेमरी मुबे जम्मन अर्थना दुःख वेदना गादिता प्रभु रांसी शान्तना पिन्थम्ला ओ विषय गन्दा छेन बर्ला शान्ति अनि शान्तना पिन्न तला भिदुको चाहिँ गन्दा साँच्चै नै एक समयलाई लाग्यो चाहिँ साथ पिन्न तला तर राङ्ला पछि चाहिँ कबुल चाहिँ सुन्न मलाई कि गाई यनी गदिता खैमै टुहुरा क्लासला रे तिनी दुधे बालक ता येथुङमा कोल्दा आमसे क्लास निखमला बिसम तर है यनी गदिता कुनै पनि रीति से कुनै पनि हालतरी यनी गदिता टुहुरा आखला बिसम तंगला पछमला प्रभु बाबा त्यो वचन दिन साँच्चै नै प्रभु बाबा वचन दा अनि लानन प्रभु तांसी चिला राङ्ला कबुल गरान्छ यीशु ओ प्रभु बाबा साँच्चै नै राख्दा प्रशंसा लगाइ मोय गदा गछि दुईना लागि जम्मन से क्या प्रभु रंग प्रशंसा फुल्ला तिनी गन्ना चु लुई गदे रंगला आराधना से प्रिन्सिमान बि रंगला महिमा से सजगता सिमान बि रंगलन छान्डिङ गनी प्रभु गनी कृतज्ञता साथ गनी प्रभु प्रिन्सिमान रंगला गुमरी गनी हे बरे खावन बोला प्रभु धन्यवाद प्रभु जम्मन से जम्मन आराधना केवल यांगला राजकले जुन जो पहिला मुबाइना दान दिनन मुला लिच्छानुन तसेला मुला
फेपकासेला मुला प्रभु हेरन परमेश्वर आता प्रशंसा जय जयकार सदन सदन ख्रिस्ट येशूला छान ज्ञापका छ येशूला हालेलुया धन्यवाद तुझे परमेश्वर जो मरम दंग यहाँलाई साथ बोल्दा यहाँला गुंगली परमेश्वरलाई महीको लाबर परमेश्वर आराधन लाबर परमेश्वर प्रशंसा लाबरी एकदम रोलजी परमेश्वर जो मलम दन सुगा धन्यवाद एकदम दोसिन यहाँला छु गेदाङले डेनमा मलाई स्वागत मलाई भेनादन रानी जुन ग्लासे मलाई थेदे ग्लासे रंग परमेश्वर रंगनी से परमेश्वरलाई महीको लसी जिनमा मलाई दारेम yang suduri परमेश्वर ला सुनमा वचन गरे सनबारी तया तबन मला yang ला गुनी तिनी वचन जा yang ला जो गेदाङ चरबलबा अनि प्रविधिक है yang ला आमोस तामाङ से yang ला गुनी परमेश्वर ला सुनमा वचन ग्याम सितिकै उस्साला वचन गरे पाङबारी जीवन मला दारेम गा चुदुई आमोस तामाङ दा दोना दारेम गा चुदुरी yang जमन दिक्सी वचन लागि yang प्रार्थनालाई ओदसी यङला दुई यङला आमसे किन्छल मला प्रभु येशू यता महीको लाला यला प्रशंसा यला जय जयकार जमान गुरा प्रभु चुदुइरी यला चारे चोलबन रंगला जा आमोस प्रभु जुन वचन बबन मला प्रभु येशू के वचन जा यला वचन इन्ना ते आमोस जा पाङबा यगरगी औ मिजे केनिना माध्यम चाहिँ इन्ना प्रभु यला आत्मा से जुन्दाम उन्ना जुन्दाम प्रकाश वाला थेतम गोनलसी गोबरी गोसी गोनालाबरी परमेश्वरला आत्मै रोल अभिषेक जो बिन्देलाला धन्यवाद मुला जो तिनीला सेवाता रंगीसुला छ्यारे चोल्ला जो वचन सनबा जुन मिसी वचन थिएला थिएला जीवन स्वतन्त्र छुटकारा यांगोला परमेश्वरला मोलम हादोला धन्यवाद जो वचन नदुई रंगीसुला छ्यारे चोल्बन मोलम रिला येशू प्रभुला छन्दी आमेन ताला यांगला छुरी आमोस्ताने स्वागत लाला Hallelujah. Hallelujah. Praise the Lord. Jai Masiya Jamadan. Rangni dugu khamma jaban multala. Ra परमेश्वर दा लानन थुजिसे फुला चु समय चु दुइरी साचिन तिनीला तिनिनन है रंगनीला घुंगरी परमेश्वरला वचन ज्ञान तिगे तामफुल पाबारी चु समय धन्जी परमेश्वर आपदा लानन धन्यवाद Organization International Tamang Spring Christian Fellowship परिवार दन्यन थुजिसे र चु समयरी yang परमेश्वरलाई जीवित वचन केमतिगै ताम च्यागे है जम्मान दिक्सिमान र थियो नङा छदा रंगनी जम्मादन ढिलोन तसै 4 दिनना शुभकामना ह्यापी न्यू इयर बिसी नाम नै रंगनी शुभकामना पिन्ना है ह्यापी न्यू इयर 2023 अनि परमेश्वरले तपाईलाई शान्ति सुरक्षा साथ राख्नु भएको छ यो वर्षमा पनि हालेलुया तिनीला वचन नै नेपाली ज्ञान बाबा मुला है आजको वचन तपाईहरुको बीचमा चाहिँ मैले नेपालीबाट ल्याएको छु है ओके रंगला घुंगरिङ है तिनीले वचन जा नेपाली ज्ञान बाबा मुला है तपाईको माझमा मैले नेपालीबाट परमेश्वरको जीवित वचनबाट म केही तपाईहरुलाई आज नयाँ वर्षको सुरुवातको समयमा चाहिँ है परमेश्वरको वचनबाट म उत्साह दिन चाहन्छु नयाँ सालमा हामी नयाँ भएर जन्मिनु पर्ने कुराहरू नयाँ जोश नयाँ उमङ्ग नयाँ खुसी है लिएर हामीहरू अगाडि बढ्नु पर्ने कुराहरूलाई म तपाईहरुको बीचमा आज जोड दिन चाहन्छु है र आजको मेरो वचनको शीर्षक रहेको छ है परमेश्वरको जीवित वचनको शीर्षक रहेको छ परमेश्वरसँगको नयाँ सुरुवात परमेश्वरसँगको नयाँ सुरुवात अनि मैले चाहिँ यो वचनको शीर्षकलाई चाहिँ एउटा खण्डबाट म तपाईहरुको बीचमा चाहिँ अहिले म बोल्न जाँदैछु र अ फ्रेश स्टार्ट विथ गॉड फ्रेश स्टार्ट विथ गॉड है शिफ्टिङ सिजन्स भिसिमान गाई चुरी टपिक थाल्नु होला मैले चाहिँ यसमा शिफ्टिङ सिजन भनेर चाहिँ यसको टपिक पनि राखेको छु र मेरो मेन टपिक चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ परमेश्वरसँगको नयाँ सुरुवात हालेलुया
र सुरु गर्नुभन्दा अगाडि चाहिँ म तपाईँलाई एउटा उदाहरण, एउटा स्टोरी जस्तो एउटा उदाहरण भनेर म तपाईँहरूलाई सुरुवात गर्न चाहन्छु है। तपाईँहरूको कतिजना है घुम्ने बानीहरू, कतिजना तपाईँहरू घुम्न मन पराउनुहुन्छ होला। त्यति बेला तपाईँहरू सामानहरू प्याक गर्नुहुन्छ, तपाईँको ब्याग प्याक हुन्छ, सुटकेस भरि तपाईँहरूले लुगाहरू हाल्नुहुन्छ, के हाल्नुहुन्छ होइन। अनि कहिलेकाहीँ चाहिँ हाल्नुपर्ने चिज चाहिँ हालिँदैन, तर नहाल्नुपर्ने चिज चाहिँ तपाईँले हाली पठाउनुहुन्छ र तपाईँले चाहिँ जुन डेस्टिनेसन, जुन गन्तव्यसम्म तपाईँले त्यो लानुपर्ने कुराहरू बिर्सेको कारणले गर्दाखेरि चाहिँ तपाईँले त्यहाँनिर गन्तव्यसम्म चाहिँ त्यो सामान पुग्दैन है। त्यसरी नै आजको यो नयाँ वर्ष पनि सुरुवात गर्दै गर्दाखेरि चाहिँ म तपाईँहरूलाई यो उदाहरण यहाँनिर मैले एउटा उदाहरण दिए जसरी नै तपाईँको जीवनमा पनि है, यदि तपाईँले यो वर्ष पनि एउटा आशिषित वर्ष है, टु हेभ अ ब्लेसेड इयर इट इज नेसेसरी टु मेक रुम फर ब्लेसिङ। तपाईँको यो वर्ष पनि आशिषित बनाउन चाहनुहुन्छ भने तपाईँले चाहिँ आशिषको लागि चाहिँ यहाँनिर कोठाहरू तयार पार्नुपर्छ, अथवा तपाईँले बोकेको झोला चाहिँ खाली गर्नुपर्छ। आज तपाईँले बोकेको सुटकेस चाहिँ खाली गर्नुपर्छ है। अनि यो भन्दै गर्दाखेरि चाहिँ तपाईँलाई गाह्रो हुनसक्छ है। अनि अघि नै मैले सुटकेसको उदाहरण दिएँ है। त्यो सुटकेसमा चाहिँ हामीले कतिपय समयमा हामीले मोबाइल चार्जरहरू हाल्न बिर्सिन्छौँ, अनि हामीले लुगा मात्रै धेरै हालेर हामीहरू घुम्न जान्छौँ, अनि हामीलाई चाहिने बेलामा चाहिँ मोबाइल चार्जर हुँदैन। त्यसरी नै तपाईँ र मेरो जीवनमा गएको वर्ष 2022मा तपाईँ पनि त्यस्तरी नै ब्याग प्याक गरेर तपाईँ जीवनको यात्रामा तपाईँ हिँड्दै हुनुहुन्थ्यो होला है 2022मा। र 2023मा आउँदै गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ त्यो आशिष पाउनको निम्ति है, तपाईँले चाहिँ अनि त्यो यो वर्षलाई चाहिँ आशिषित बनाउनको निम्ति चाहिँ तपाईँले चाहिँ त्यो सुटकेसमा, त्यो झोलामा चाहिँ तपाईँले ब्लेसिङको कुराहरू तपाईँले पाउन चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ आफ्नो ब्याग प्याक, आफ्नो झोला चाहिँ तपाईँले खाली गर्नुपर्ने हुन्छ है त। यो भन्दै गर्दाखेरि तपाईँलाई मैले यो झोलाको उदाहरण दिएसँगै तपाईँको जीवनमा पनि 2022मा भएको विभिन्न तितो मिठो सम्झनाहरू, तपाईँको परिस्थितिहरू होला। तपाईँ कतिपय समयमा 2022मा चाहिँ तपाईँ सुख शान्तिमा बस्नुभयो होला, कति रोगी अवस्थामा हुनुभयो होला, परमेश्वरलाई धन्यवाद दिने समय होला। कतिपय समयमा हामीहरू परमेश्वरलाई नै बिर्सिन्छ, मैले बिर्सिसकेँ भन्नेसम्म हुनुभयो होला। तर आज म तपाईँलाई यो उत्साह दिन चाहन्छु कि जब 2023 साल आउँदै गर्छ, जब 2023 सालमा तपाईँ पस्दै हुनुहुन्छ, तपाईँ चाहिँ एउटा नयाँ सुरुवात तपाईँले गर्दै हुनुहुन्छ। हालेलुया। र परमेश्वरसँगको तपाईँको नयाँ सुरुवात चाहिँ अब सुरु हुँदैछ। हालेलुया। र तपाईँ यो 2023 सालमा तपाईँ अगाडि बढ्दै हुनुहुन्छ, र यो 2023 साल यो वर्षमा तपाईँ छिर्दै गर्दाखेरि चाहिँ तपाईँले चाहिँ त्यहाँनिर थुप्रै चुनौतीका कुराहरू अझै पनि सामना गर्नुपर्ने होला, अझै त्यहाँनिर आशिषको कुराहरू होला, अझै म प्रभुमा अगाडि बढ्छु भन्ने होला। कतिले चाहिँ म परमेश्वरको काम गर्न तयारी हुन्छु होला, म वचनहरू पढ्न तयारी, अझै पनि परमेश्वरमा जिएर म प्रार्थना गर्ने व्यक्ति, म बाइबल पढ्ने व्यक्ति बन्न चाहन्छु भन्ने तपाईँले एउटा गोल्सहरू, तपाईँले लक्ष्यहरू राख्नुभएको थियो होला, र त्यो राख्नुभएको छ होला। र 2023 सालमा चाहिँ त्यो कुराहरू तपाईँले आज पुरा गर्दै हुनुहुन्छ। हालेलुया। र तपाईँहरूलाई म वचनको खण्डमा लान चाहन्छु। यहाँनिर एउटा वचनको खण्ड म तपाईँको बिचमा हेर्न चाहन्छु, र म सँगसँगै तपाईँले यशायाको पुस्तक 43मा तपाईँले पल्टाउन सक्नुहुन्छ। यशाया 43 को हामी आज 18 र 19 को पदलाई हामी यहाँनिर हेर्नेछौँ। यहाँनिर यसो लेखेको छ, बितेका कुरालाई भुल, उहिलेका कुरालाई विचार नगर, हेर म एउटा नयाँ कुरो गर्दछु, त्यो अब हुन आउने छ, के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोला बनाउँदैछु। हालेलुया। हालेलुया। र म तपाईँलाई यहाँनिर यशायाको पुस्तक 43 को 18 र 19 पद आज तपाईँको बिचमा चाहिँ म यो कुराहरूबाट तपाईँलाई उत्साह दिन चाहन्छु। आज नयाँ वर्षमा यहाँनिर हामी भर्खरै यहाँनिर हेऱ्यौँ, पुराना कुराहरूलाई भुल, बितेका कुराहरूलाई भुल र उहिलेका कुराहरूलाई विचार नगर, हेर म एउटा नयाँ कुरो गर्दैछु, त्यो अब हुन आउँछ, के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखको जमिनमा खोलाहरू
बनाउँदैछु। यो दुईटा पदको हामीले कन्टेक्स्ट हेर्ने हो भने हामीले यशाया 43 को 14 देखि 17 सम्मको भागलाई पनि हामी पढ्नुपर्ने हुन्छ है। यशाया 43 को 14 देखि 17 सम्मको खण्डदेखि तलतिर हामी आउँदै गर्दाखेरि चाहिँ त्यहाँनिर के कुरा पाउँदछौँ भन्दाखेरि त्यहाँनिर चाहिँ यशायाले चाहिँ आफ्नो मानिसहरूलाई बेबिलोनमा कैद भएका मानिसहरूलाई लेखिरहेको कुराहरू यहाँनिर हामी पाउँदछौँ है। त्यसै गरी नै हामी यदि यशायाको पुस्तकमा हामी हेर्ने हो भने चाहिँ त्यहाँनिर येशू ख्रीष्ट आउनु हुनेछ भन्ने कुरा चाहिँ त्यहाँनिर अगमबाणी गरेको कुराहरू पनि हामी यशायाका पुस्तकमा पाउँछौँ है। जुन कुरा चाहिँ यो चाहिँ एउटा आउनु हुने मसीहको बारेमा यहाँनिर बताएको छ है। बेबिलोनमा त्यहाँनिर कैद भएका मानिसहरूको मसीहा चाहिँ आउँदै हुनुहुन्छ भन्ने कुराहरू र आज चाहिँ त्यो येशू ख्रीष्ट हुनुहुन्छ र त्यो आज हामीको लागि पनि हो, जुन चाहिँ हामीको पापको लागि चाहिँ उहाँले एउटा मोल तिर्नुहुन्छ भन्ने कुराहरू, आज हामीलाई चाहिँ पापबाट छुटकारा दिन्छ भन्ने कुराहरू चाहिँ यहाँनिर बताइरहेको छ है। र तपाईँहरूलाई आज म केही पोइन्टहरू म तपाईँको बिचमा म सेयर गर्न चाहन्छु है। पहिलो सुरुमा चाहिँ हामीहरू पद 18बाट मैले ल्याएको छु र पद 18बाट चाहिँ एउटा पोइन्ट निकालेको छु। त्यो पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ पछाडि हेर्न बन्द गर्नुहोस्, स्टप लुकिङ बिहाइन्ड है। यहाँनिर पद 18मा हामी पाउँछौँ बितेका कुरालाई भुल, उहिलेका कुराहरूलाई विचार नगर है। स्टप लुकिङ ब्याक, विगतलाई चाहिँ हामीले हेर्न नहुने, हामीले चाहिँ विगतको कुराहरूलाई चाहिँ अब छोडिदिनु पर्ने कुराहरू यहाँनिर स्टप लुकिङ ब्याक भन्ने कुराहरू है। जब हामीहरू विगतको कुराहरूलाई हेर्छौँ, विगतमा तपाईँको के कस्तो भयो होला, कतिपय समय अवस्थामा म परमेश्वरमा अघि बढ्न नसकिरहेको थियो होला, परमेश्वरबाट म टाढिँदै थिएँ होला, मैले परमेश्वरलाई दिनुपर्ने समय दिइरहेको थिएन होला, मैले आफ्नो मण्डलीमा दिनुपर्ने समय दिइरहेको थिइनँ होला। त्यो कुराहरू चाहिँ यहाँनिर विगतको कुराहरूलाई चाहिँ हामीले यहाँनिर सम्झिनु हुँदैन, हामीले चाहिँ यहाँनिर विगतको कुरालाई चाहिँ हामीले हेर्नु हुँदैन भन्ने कुरा चाहिँ यहाँनिर हामी पाइरहेका हुन्छौँ है। विगतबाट हामीले सिक्नको लागि उत्कृष्ट ठाउँ हो। हामी विगतको कुराहरूलाई, हामीहरूको पास्टको कुराहरूलाई चाहिँ हामीले एउटा शिक्षाको रूपमा हामीले लिन सकिन्छ। वी क्यान लर्न फ्रम आवर पास्ट। हामीहरूको विगतको कुराहरूबाट चाहिँ हामी नयाँ कुराहरू सिक्न सक्छौँ आउने भविष्यमा, र विगतको कुराबाट सिक्ने कुरा हो भने तर त्यो विगतको कुरामा बस्नु चाहिँ एउटा डरलाग्दो कुरा हो। हालेलुया है। मैले अघि नै तपाईँहरूलाई भने, अघि न त्यो एउटा उदाहरण दिइरहेको थिएँ मैले तपाईँलाई सुरुमा नै, एउटा झोला बोक्ने क्रममा चाहिँ त्यहाँनिर चाहिने चिज चाहिँ मैले बिर्सेको अथवा हामीले बिर्सेको र नचाहिने चिजहरू चाहिँ हामीले आफ्नो गन्तव्यसम्म लग्दै गरेको कुराहरू मैले बताउँदै गर्दाखेरि त्यो झोलाभित्रको तपाईँले समस्याहरू हेर्नुहोस्, त्यो झोलाभित्र रहेको समस्याहरू, असफलताहरू, नकारात्मक सोच विचारहरू, आफ्नो छरछिमेकीसँग हामीहरू राम्रोसित बोलचाल नगर्ने विचारहरू, त्यो एउटा ब्यागभित्र हामीले बोकिरहेको हुन्छौँ। त्यही कुरा तपाईँले विगतमा बोकिराख्नु भएको थियो होला, बोकिरहनु भएको छ होला तपाईँको विगतको कुराहरूमा, र तपाईँले अबको भविष्यमा चाहिँ तपाईँले चाहिँ त्यो विगतको कुराबाट सिक्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ we need to overcome from our past। हामीहरू चाहिँ हामीहरूको विगतको कुराहरूबाट चाहिँ हामीहरू उछिनेर चाहिँ हामीहरू अब भविष्यको कुराहरू, अबको नयाँ सालमा चाहिँ त्यो कुराहरूलाई हामीले छोडेर चाहिँ हामीहरू अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ आज यहाँनिर जोड दिँदै गरेको हामी पाउँदछौँ है। र यदि हामी विगतमा बाँच्यौँ भने हामीले परमेश्वरले हाम्रो लागि राख्नु भएको भविष्यलाई कहिले अँगाल्न सक्दैनौँ है। जब हामीहरूको विगतको कुराहरूमा मात्रै बाँच्न थाल्छौँ भने हाम्रो परमेश्वरले चाहिँ हाम्रो लागि राखिदिनु भएको भविष्य चाहिँ कहिले पनि हामी अँगाल्न सक्दैनौँ। त्यही कारणले गर्दा चाहिँ हामीले चाहिँ हाम्रो विगतलाई चाहिँ हेर्न छोड्नु पर्दछ है। अनि हामीहरूको विगतका विजयहरूले तपाईँलाई टिकाउने आशा पनि गर्दैन। तपाईँको विगतको कुराहरू, तपाईँले आशिष पाउनु भएको कुराहरू, मैले विजय पाएको कुराहरू है, कुनै अब हामीहरूको स्पिरिचुअल लाइफमा, हामीहरूको आत्मिक जीवनमा हामीहरू चाहिँ एउटा आत्मिक लडाइँमा हामीले जितेको कुराहरू, त्यो कुराले मात्र पनि तपाईँलाई चाहिँ अब आउने भविष्यमा चाहिँ तपाईँलाई त्यसले चाहिँ आशा दिँदैन
है। अनि हामीहरूको असफलताहरूले पनि हामीलाई चाहिँ कहिले पनि तानिराख्दैन। अबको 2023 मा चाहिँ तपाईँले गर्नुभएको सफलतामा, तपाईँले हार्नुभएको त्यो असफलताहरू, तपाईँले हार्नुभएको त्यो खेलहरू, स्पिरिचुअल आत्मिक जीवनमा तपाईँले येशू ख्रीष्टसँग, परमेश्वरसँग तपाईँ घनिष्ठ सम्बन्ध गाँच्न सक्नु भएको छैन, परमेश्वरसँगको संगतिमा तपाईँ रहन सक्नु भएको छैन भने अबको भविष्यमा चाहिँ, अबको 2023 मा चाहिँ तपाईँले त्यो कुराहरू पुरा गर्दै हुनुहुन्छ। हालेलुया, हालेलुया। र तपाईँहरूलाई म एउटा प्रश्न सोध्न चाहन्छु, र त्यो प्रश्न म आफैलाई पनि हो, तपाईँहरू आफैलाई पनि हो, एकछिन सोच विचार गर्नुहोस् है। त्यो क्वेसन चाहिँ के हो, त्यो प्रश्न चाहिँ के हो भन्दाखेरि, आज परमेश्वरले हामीलाई के भनिरहेको छ? वाट गॉड इज टेलिङ टु अस। आज परमेश्वरले हामीलाई के भनिराख्नु भएको छ है? इफ वी लुक, यदि हामीले दोस्रो कोरिन्थी 5:17 हेर्यो भने हामी त्यहाँ स्पष्ट हामीले पाउन सक्छौँ। यदि कोही व्यक्ति ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, हेर पुरानो बितिगएको छ, अब नयाँ आएको छ। हालेलुया। दोस्रो कोरिन्थी 5:17 हामीलाई यही कुरा भन्दछ। आज परमेश्वर तपाईँ र मेरो जीवनमा बोल्दै हुनुहुन्छ। यदि कोही पनि ख्रीष्टमा छ भने त्यो चाहिँ नयाँ सृष्टि हो। आज तपाईँ र म ख्रीष्टमा छौँ भने आज तपाईँ र म चाहिँ नयाँ सृष्टि हौँ। हामी पुरानो कुरामा अल्झी राखिँदैनौँ। आज हामीको पुरानो स्वभावमा हामीहरू चलिराख्दैनौँ। आज तपाईँ र म चाहिँ नयाँ भएका व्यक्ति चाहिँ आज नयाँ गरी जन्मिएको हुनुपर्दछ। हालेलुया। आज तपाईँ र म चाहिँ ख्रीष्टमा चाहिँ नयाँ सृष्टिहरू हो। हालेलुया। आज पुरानो कुराहरू, पुरानो स्वभाव, पुरानो म भन्ने शब्द पनि आज येशूसँगै क्रुसमा मरेको छ र येशूसँग चाहिँ नयाँ म चाहिँ जीवित भएको छ। हालेलुया, हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। र यो नै एउटा सुसमाचारको एउटा मुटु भनिन्छ है। हामीहरूको पुरानो स्वभावलाई, हामीहरूको पुरानो मलाई त्यागेर नयाँ म, नयाँ ख्रीष्टमा नयाँ गरी जन्मिएको म चाहिँ बाँच्नु नै यो सुसमाचारको चाहिँ एउटा मुटु, हार्ट अफ गस्पेल। आज तपाईँ र म चाहिँ ख्रीष्टमा नयाँ भएर जिउने व्यक्ति तपाईँ र म बन्न जरुरी छ। वी आर कम्प्लिटली न्यू क्रिएसन एन्ड वी हेभ अ न्यू स्पिरिट लिभिङ इन अस। हालेलुया। हामीहरू चाहिँ पूर्ण रूपमा कम्प्लिटली चाहिँ आज हामी नयाँ सृष्टिहरू हौँ र हामीभित्र चाहिँ एउटा नयाँ आत्मा जीवित हुनुहुन्छ। हालेलुया। र त्यसै गर्ने म तपाईँलाई अर्को पोइन्टमा लान चाहन्छु। र अर्को पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ अगाडि हेर्न सुरु गर्नुहोस्। हालेलुया। स्टार्ट लुकिङ अहेड है। तपाईँ र मैले चाहिँ विगतको कुरालाई पनि नहेर्नु, अब अगाडिको कुरालाई हेर्नु है। यहाँनिर 19 पदमा हामी हेर्छौँ भने यहाँनिर त्यो कुराहरू पाउँदछौँ। हेर म एउटा नयाँ कुरा गर्दैछु, अब त्यो हुन आउनेछ। कि तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। हालेलुया। परमेश्वरले चाहिँ यहाँनिर नयाँपन ल्याउन चाहनुहुन्छ तपाईँ र मेरो जीवनमा। 2023 मा, यो 2023 मा चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ परमेश्वरले नयाँपन ल्याउँदै हुनुहुन्छ। हालेलुया। है, तपाईँ र मेरो जीवनमा चाहिँ परमेश्वरले एउटा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। आज तपाईँ र म तयार छौँ कि छैनौँ, त्यो कुराहरू चाहिँ तपाईँ र मैले आज विचार गर्नुपर्दछ। अनि परमेश्वरले चाहिँ यहाँनिर केही महान काम तपाईँ र मेरो जीवनमा गर्नुहुनेछ भन्ने यहाँनिर आज्ञा दिइरहेको कुरा हामी पाउँदछौँ। हालेलुया। परमेश्वर भन्नुहुन्छ म तिमीहरूको निम्ति चाहिँ के नयाँ गर्नेछु, गर्नेवालामा छु। यो 2023 सालमा चाहिँ परमेश्वर तपाईँको जीवनमा एउटा नयाँ काम गरेको होस्। हालेलुया, हालेलुया। र खुसीको कुरा के हो भन्दाखेरि चाहिँ जब हामीहरूको पास्टमा, हामीहरूको बितेको समयहरूमा अल्झिरहेको बेलामा तपाईँले त्यो कुरामा अल्झिराख्यो भने तपाईँहरूको जीवनमा चाहिँ त्यो कुराले असर गरेको हामी पाउँदछौँ। तपाईँ मतलब नराख्नुहोस् मेरो हिजो के भएको थियो, विगतमा के भएको थियो। तपाईँले यो एउटा कुरा मात्रै याद गर्नुहोस् कि अब परमेश्वरले चाहिँ मेरो जीवनमा के गर्दै हुनुहुन्छ। हालेलुया। त्यो कुरा चाहिँ के भन्दाखेरि परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ। हालेलुया। तपाईँ र मेरो जीवनमा चाहिँ एउटा नयाँ आशा सहित चाहिँ परमेश्वरले हामीलाई यो 2023 सालमा लाँदै हुनुहुन्छ। हालेलुया, हालेलुया। है, कतिपय समयमा हामीहरू हरेक वर्ष
है। अनि हामीहरू जनवरी आउँछ, फेरि डिसेम्बर सिद्धिन्छ, क्रिसमस आउँछ, क्रिसमस सिद्धिन्छ, फेरि जनवरी आउँछ। कतिपय समय हामीहरू महिनाको अन्तिम, यो आई मिन वर्षको अन्तिम समयमा डिसेम्बर है, अब कति चर्चहरूमा इभनाइटमा बसेर प्रार्थना गर्छ, नयाँ प्लान्सहरू बनाउँछ, मण्डलीको आफ्नो व्यक्तिगत जीवनको नयाँ प्लानहरू बनाउँछ। कतिपय समय हामी के गर्छौँ, स्पेसल्ली म जवानहरूको बिचमा सेवाकाई गर्ने भएको कारणले कति जवानहरू यस्तो हुन्छ, अब चाहिँ म नयाँ वर्षमा चाहिँ बाइबल सुरुदेखि पढ्छु, उत्पत्तिदेखि प्रकाशमा पढ्छु भन्नुहुन्छ। कतिले चाहिँ म नयाँ बिजनेस सुरु गर्छु, अब चाहिँ म मण्डलीमा हरेक समय म उपस्थित भएर चाहिँ प्रभुको काम गर्छु है। अनि त्यो कुराहरू चाहिँ केही समयको लागि मात्रै सीमित रहन्छ है। जनवरी जान्छ, फेब्रुअरी जान्छ, अप्रिल मार्च अप्रिल आउँछ, जुन जुलाईसम्म चाहिँ त्यो कुराहरू कन्टिन्यू भइरहेको छ र त्यसपछि चाहिँ बिस्तारै 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 स्लो डाउन हुन्छ है। कतिपय समयमा उत्पत्तिदेखि प्रस्थान, लेवी, गन्तीसम्म नपुग्दै तपाईँले बाइबल पढ्न छोड्नुहुन्छ है। बाइबल पढ्न छोड्नुहुन्छ, तपाईँले केही बिजनेस गर्न थालेको छ भने केही महिना राम्रोसित चल्छ, फेरि त्यसपछि क्लोज डाउन हुन्छ। आज यहाँनिर परमेश्वरले हामीलाई त्यो कुराहरू भनिराख्नु भएको छैन, म तिमीहरूको साथमा हुनेछु र तिमीहरूको जीवनबाट चाहिँ केही नयाँ काम गर्नेछु, तिमीहरूको जीवनमा म नयाँ काम गर्नेछु। जुन पनि हामीले प्लानहरू बनाउँछौँ, त्यो प्लानहरू चाहिँ परमेश्वरमा कमिट गर्नुपर्ने कुराहरू, परमेश्वरमा चाहिँ समर्पण गर्नुपर्ने कुराहरू चाहिँ आज हामीले बुझ्नु जरुरी छ है। र अन्तिममा म तपाईँहरूलाई यही कुरा उत्साह दिन चाहन्छु कि यो 2023 सालमा आज परमेश्वरले चाहिँ तपाईँहरूको मनोरथ पुरा गरून् र तपाईँका सबै योजनाहरू सफल गराउन्। हालेलुया। भन्सँग 20:4 भन्दछ, उहाँले तपाईँको मनोरथहरू पुरा गरून् र तपाईँको सबै योजनाहरू सफल गराउन्। हालेलुया। यर्मिया 29:11 भन्दछ नि होइन, मिठो कुरा गर्दछ। आज तपाईँ र म 2023 सालमा सिफ्ट गर्दाखेरि, तपाईँहरू म 2023 सालमा अगाडि बढ्दै गर्दाखेरि, मैले अगाडि नै भने सिफ्टिङ सिजन, तपाईँ र मेरो जीवनको सिजन चाहिँ चेन्ज हुनुपर्छ, ऋतुहरू परिवर्तन हुनुपर्दछ। जसरी नै अटम सिजन, रेनी सिजन, विन्टर सिजन, समर सिजन, स्प्रिङ सिजन है, यो कुराहरू सिजनहरू चेन्ज हुँदै गर्छ। तपाईँ र मेरो जीवनको सिजन पनि चेन्ज हुनुपर्दछ। आज तपाईँ र मेरो सिजन एउटा सिजनदेखि अर्को सिजनसम्म सिफ्ट हुनको लागि तपाईँ र म 2023 सालमा के गर्दैछौँ, 2000 सालमा के भयो, त्यो कुराहरूमा अल्झिरहने होइन। तर अब चाहिँ म के गर्छु, परमेश्वर भन्नुहुन्छ कि तपाईँ र म चाहिँ आज हामीले प्लानहरू चाहिँ बनाइसकेपछि परमेश्वरमा कमिट गर्नु, परमेश्वरमा समर्पण गर्नुपर्ने र त्यो कुराहरू चाहिँ अगाडि बढाउने, त्यो कुरामा चाहिँ परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। हालेलुया। र तपाईँहरूलाई म आजको वचनबाट यही उत्साह दिन चाहन्छु कि हामीहरू चाहिँ सिजन जसरी चेन्ज हुन्छ, हामीको लाइफमा पनि हामीको जीवनमा पनि त्यो सिफ्टिङ सिजनहरू हुनुपर्दछ। र यो वर्षमा चाहिँ तपाईँ र मैले चाहिँ परमेश्वरसँग चाहिँ एउटा नयाँ सुरुवात गर्न सक्नुपर्छ। हालेलुया, हालेलुया। परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस्। र यो समय चाहिँ म फेरि पनि बुवालाई दिन चाहन्छु र यहाँबाट म बिदा हुन चाहन्छु। हस्त परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीहा। जय मसीहा। हालेलुया। जय मसीह दोसिनन यांगी क्योंगदान प्रभुला महिमा प्रभुला प्रशंसा दगाई साचिन ज्याला कुंगरी जो 2023 साल लागि परमेश्वरलाई छन्ब वचन ग्यामसी आमोस यांगदा गोनोलोजी साचिन यांगला जीवन जा निबा दिनगा ते डान्चे अल्सब द सिबाइन खाबा दिनदा डान्चे खाबा दिनदे तिग योजन सोबर मला थे योजन सफलता तब निबाला लागि यांगसी यांगला योजना जा परमेश्वर छ्यारे चोल्दो दमगदि तिनी वचन ग्यामसी गोनोलोजी साचिन यांग छार दोसी नबा मेगादे छार तम हाजी पुरानो दम निजी हालेलुया। साचिन यांगला जीवनडी नया छार तम गजा परमेश्वर से लाभन मल्दिनी छार गेका दे दिन परमेश्वर यांगला गुंगरी लाभन मला सो 2030 साल जा परमेश्वरला राज्य यांगला युलसरी बाबा साल अनि परमेश्वर से यांगला गुंगरी जा शक्तिशाली घेलाबा दुई गेलाबा दिङ तदोला विषय yang प्रार्थनालाई परमेश्वर द मुइको परमेश्वर प्रशंसा दगाई धन्यवाद लानन
Tala yang la chu duiri yang la chu tamang zum sewari पहिलो पल्ट रङ खालै फेको बसम रङनिदा yang la chu gedang स्वागत lala रङनिला अनि प्रार्थना विषय दु गुमसैन थान्छु बरे खामसैल मला yang chu duiri yang स्वागतलाई हुन्छ सबैलाई जय मसीह हामी स्वागत गर्छौं यो समयमा हाम्रो तामाङ जुम सेवा संगतिमा आज मात्र तपाई उपस्थित हुनु भएको छ सहभागी हुनु भएको छ भन्नेलाई हामी तपाईलाई स्वागत गर्छौं तपाईले छोटो तुनबारी परिचय दलसिको छोटो परिचय दिन सक्नुहुनेछ प्रार्थनाको केही विषयहरु छ भने पनि राख्न सक्नुहुन्छ आवाज बाहिर दिएको रंगनीला त्यारती गईन अरे प्रार्थना विषय गरे वक्ता ख्यामु बिना जय मसीह तुझे फ्याफोला आशंग स्वागत मला रंगदा लासो ते वैमला हप्तारी चाहिँ ngalanai biji tasinam जुम्री रुता ब्राथमनी तिनी चाहिँ जसनलासी नै गाने दोखाबरी प्रभु आपसे समय पिंगी आमेन 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 अनि बाता गाला से मान्छे अनि तिनी आमा साय से जब वचन तिनी छार लासी पर्दला 2023 साल से विवाह वचन सांगिर से चाहिँ गाला सेमनन सरजी आमेन अनि गाला चाहिँ अब धेपी चाहिँ खातो मुला बिसामी गाला जाला चाहिँ अब जोडी खितो पनि मुला अब यो मानिस चाहिँ एक्लो रहनु असल छैन बिबो चाहिँ बाइबल छोरी गाय मराङजी आमेन आमेन जोडी चाहिँ तोबा छिमो बुदाङ बुमो चाहिँ तोबा छिमो यहाँ चाहिँ प्रार्थना लासी पिन्ना बिबा आसलाबा बेन्दन प्रभु येशूलाई शान्ति जय मसीह जय मसीह आशंगदा एकदम लानन थुजी छे मला एकदम धन्यवाद एकदम तिनी यांगला गेदाङले फेउका सुजी विशेष वक्ता तिदोङ आशंग युएसए क्या मला अनि आशंगला जाला लागिरी जोडी लागिरी yang प्रार्थना सिंहमान मला अवश्य परमेश्वर से मिदा गिकेन आथन पूरा जोडी दोन्ना हालेलुया Tala rangni la aru khalai la tigai mula misam sungsugo ayasam yang andim प्रार्थना nini yang la cugungni ani Pastor Ruben asyang mula जय मसीह हजुर mam तिनीला वचन असल थे वाला मला यहाँ से गोसिन ब्रिसी थान वाला मला अनि धेरै आशिषित ता वाला मला अनि है यहाँलाई परिवारलाई लागेर नै प्रार्थनालाई छिपिन यहाँलाई नै जा बहिनी सम्झामे देरी जा भाइगिक मला राजमान तामाङ हो भ्याला तब मला असल चाङ स्यापकै बिसिनम प्रार्थनालाई सितो गई आमेन 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 जय मसीह धन्यवाद एकदम धन्यवाद ममदा नाला आपा हरका बहादुर लागेर नै प्रार्थनालाई सिसिदोको बोन बक्याम प्रभुरी खबर खाम गई बिसिनामे प्रार्थनालाई सिसिदो गई बिसिनङाला छ बिसाय थाम्न मलाई एकदम परमेश्वर छि अवश्य सँगै छुटकारा दोन्ना अनि प्रभुरी परमेश्वरले यहाँ आशा भरोसा लजिबिसम परमेश्वर चाहिँ भनुन बाला